बालेन पनि एजेन्ट भन्छ नि त हो त तपाईले एउटा नामै लिनु भएको छ त किन बालेनको भगवानहरु नाम नलिने यहाँ बालेनलाई कस्तो बनायो सोशल मिडियाले क्या बालेनले एम्बुलेन्स दियो भन्छन् के बालेनको बुवाको घरबाट ल्याएर बाँडेको हो नेपाल सरकारको पैसा हैन हामीले ट्याक्स बुझाएको बालेनले बिजुलीको पोल हाले बत्ती हाले भनेर आउँछ मिडियामा नि तपाईहरु पनि त हो नि अस्ति बालेन बोकेर कुद्ने बालेनले गरेको हो बिजुलीको पोल ल्याएको नेपाल सरकारको पैसा हैन कसैले पनि बोकेर हिड्दैनौ स्कुलमा बालेनले 10% छुट गराउनु भयो लागू गराउनु भयो स्कुल त हाम्रो भयो त हामीले गराएको छ बालेनले घरबाट पैसा ल्याएर तिरेको छ फिस तर त्यो काम पनि त अन्य नेताले गरेन नि जुन बालेनले गर्यो त्यो अन्य नेताले गरेन भाइ सबैले गरेछ अरूले सोशल मिडिया चलाएनन् पश्चिमाहरुको डिजाइनमा गएनन् गरेछ छैन उता भरतपुरमा रेणु दालले गरेछ छैन बालेनको भन्दा राम्रो बाटोहरु बनाएको छ बालेन भन्दा राम्रो रेणु दाल तपाईको नजर रेणु दाल राम्रो भनेको हैन बालेन भन्दा राम्रो काम चाहिँ रेणु दालले गरेछ बालेनको भन्दा राम्रो काम उ त चिरी बाबु महर्जनले गरेछ यो कुरा मान्नुहुन्छ यो त पत्याउँछु पत्याउनुहुन्छ हैन अनि यो पत्याएपछि सकियो नि तपाईले एउटा कुरा के बुझ्नु भने नि जे पनि बोल्दिन्छन् मैले जे पनि बोलेको हैन सत्य कुरा बोलेको जे पनि बोलेको हैन सत्य कुरा बोलेको है दुर्गा प्रसादज्यूले मिडियामा आउनलाई चर्चा पाउनलाई अथवा जनताको सुनौं न मैले एउटा कुरा के बोलेको भने नि जेएनजी को आन्दोलन भयो जेएनजी को आन्दोलनमा बालेनले के भन्यो भने 28 वर्षदेखि मुनि 13 वर्षदेखि माथिको यो नितान्त जेएनजी को आन्दोलन हो हामी पनि जान मिल्दैन कोही बौला अभियान त नआउनु भनेर स्ट्याटस लेख्ने हामीलाई टार्गेट गरेर अनि प्रधानमन्त्री चाहिँ कस्तो बनायो भने को सिफारिस गरेछ बालेनले भन्दाखेरि बसेर पिछा फेडेर उठ्न नसक्ने मान्छे फेरि तपाई त्यही कुरा भन्नु त्यही त भन्दैछु त अनि हो नै त्यही के अर्को इंग्लिश मलाई आउँदैन संस्कृति खाइहाले संस्कृति त नयाँ शिक्षा लागू गरेर खाइहाले सम्माननीय प्रधानमन्त्रीको बारेमा सम्माननीय प्रधानमन्त्रीले पिछा फेर्दिनन् बसेर पिछा फेर्नु पर्दैन बसेर पिछा फेर्नु तर त्यो टिप्पणी जुन तपाई गर्दै हुनुहुन्छ एउटा प्रधानमन्त्रीको विषयमा गर्दै हुनुहुन्छ नि विचार पुर्याएर शब्दलाई चयन गरेर कुन अनि मैले के तपाई हामी साथीमा जाँदा ए साथी म पिछा फेरेर आउँछु भन्छौं कि भन्दैन तर साथीमा भन्नु र मिडियामा भन्नुको फरक मिडियामा भन्नु र साथीमा भन्नु नेपाली लोकल तपाई आफ्नो घरमा के बोल्दै हुनुहुन्छ त्यो देखि मतलब हैन नि तर बाहिर तपाईलाई यो ठुलो शब्द हैन यो नेपाली टिपिकल शब्द हो हामीले नेपाली बन खोजेको एउटा कुरा 23 र 24 गते जुन तपाईलाई अझै भन्दै घटना भयो तपाईलाई भन्दैछु त सुशीला कार्कीलाई मैले नराम्रो भनेको हैन मैले भन्न खोजेको के भने जेएनजी को सरकार हो भने त उमेर भएको केटा हुनु पर्थ्यो नि किन 72 वर्षको केपीएललाई उठाएर हटाएर 75 वर्षको महिलालाई ल्याइयो हिँड्न नसक्ने महिलालाई त्यो प्रश्न गर्नुस् न हैन म भन्दैछु त बसेर उठ्न नसक्ने मान्छेलाई अहिले सुशीला आन्टीलाई के भइरहेछ अरे भनी सम्माननीय प्रधानमन्त्री नै भन्छु अब पोस्टले त्यहाँ पुर्यायो उहाँले त मेरो मेडिकल कलेज रोकेको हो हेर्नुहोस् ओमरियालले मेरो मेडिकल कलेजले एफिलिएसन पाउनु हुँदैन भनेर उति सर्वोच्च अदालतमा बहस गरेको माननीय श्री कुमार चुडाल हुनु